आज चाहिँ हामी सुन्तला खाना भनेर सुन्तला बारीमा आएको। सुन्तला हेर्दा यस्तो ठुलो मिठो होला जस्तो छ, तर अमिलो भएर खासै मिठो छैन। अमिलो छ, रसिलो त छ, तर अमिलो छ। सुन्तला पनि खासै रहेनछ। अब सिजन सकेर होला सायद। सुन्तला चाहिँ धेरै रहेनछ। तपाईहरुले देख्न सक्नुहुन्छ यी लगभग सुन्तला सकिसकेको छ। हामी चाहिँ लास्टमा पर्यौं हैन। कस्तो ठुलो कस्तो मिठो होला जस्तो छ नि। तर हेर्दा यस्तो ठुलो भए पनि मिठो चाहिँ छैन, अमिलो छ, अमिलो। यो भोगटे हो कि सुन्तला हो तर थाहा छैन है मलाई। भोगटे भन्दा के रे अमिलो। ए ठाउँ चाहिँ एकदम राम्रो घाम लाग्ने ठाउँ रहेछ। मौसम चाहिँ हामी ठिक टाइममा आएछौँ। काम पनि लाग्छ जाडोको महिनामा। सुन्तला तपाईं देख्न सक्नुहुन्छ सुन्तला। सुन्तला हेर्नुस् कस्तो मजाले पहेँलै छ। हेर्दा यस्तो मिठो छ, तर तपाईहरुलाई मैले भनिसके नि। यो हामीलाई टिप्नलाई चाहिँ कैँची दिएको छैन, तर हामीले चाहिँ हातले टिप्छौँ। हाम्रो हातै कैँची बराबरको छैन। यस्तो गरेर खाने टप्प लाएर।